हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल अगेन। फेरि पनि एउटा नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ है। आज चाहिँ के को भिडियो हुन गइरहेको छ भन्दाखेरि आज चाहिँ हाम्रो नेपाली डिस बनिँदैछ त्यो मेरो च्यानलमा है। के को भिडियो बनिँदैछ भन्दाखेरि तपाईँहरूको आज चाहिँ लौकाको सब्जी है। खै त लौकाको सब्जी बनिँदैछ। किनभने पानी यहाँ यस्तो परिँदैछ कि म बस्ने एरियामा चाहिँ आज देख्नु मलाई है हेभी पानी परिँदैछ हो। अन्त आई होप कि तपाईँहरूले यो भिडियोलाई मन पराइदिनुहुन्छ भनेर मलाई एकदम धेरै आशा छ है। आजको भिडियो के हुनेछ थाहा पाउनुभयो होला, मैले अगाडि भन्न सकिहालेँ। अन्तखेरि आफ्टर लङ टाइम यसरी क्यामेरा अगाडि बोल्ने मौका पाएको छु। अनसडनली भएको यो मैले अनसडनली भ्लग गरिदिएको मैले आफ्नो दिमागमा याद आइदियो अझै भ्लग गर्नु म पनि भन्ने भयो हो। अनसडनली आफ्टर लङ टाइम भन्दा पनि लङ टाइम अब 2-3 वर्ष भइसकेर भ्लग नगरेको। अन्त यसरी क्यामेरामा अगाडि बोल्नु के बोलौँ फर्स्टमा के बोलौँ सेकेन्डमा के बोलौँ भन्छ हो। हेर्दै पनि होला यो मेरो सानो सर्ट एन्ड स्विट भिडियोलाई है। यो मेरो एकदम कुकिङ भिडियो अथवा गोर्खे किचन भिडियो। स्टे ट्युन्ड गाइज। यो जिन्जर गार्लिक अनियन टमाटो सब्जी तपाईँहरूको डाइस कटिङ गरेर मजाले के छ हो क्युब कटिङ। लौकाको सब्जी यहाँ तेल गरम हुँदैछ टक्कैसँगले यहाँ मुछु होइन। यस्तै छ गाइजहरू के गर्नु है। यस्तै अब तपाईँहरूलाई नयाँ नयाँ कुरोको कन्टेन्ट अरू लिएर आउने कोसिस गर्दैछु। अब टाइम त पाउँदैन हो, त्यही भएर अलिकति टाइम निकालेर यसरी मैले भिडियो बनाउँदैछु। हेरिदिनुहोस् होला होइन। लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु त नबिर्सिनु होला मेरो च्यानललाई। धेरै दिन बाद मैले यसरी भिडियो बनाउँदैछु। त्यहाँ अब तेल पनि तातेर टक्कै तेल हालेर टक्कै नमिसाइरहेको छ है। टमाटो यसलाई मैले अलरेडी सब्जीलाई वास गरिसकेको छु। लौकाको सब्जी बनाएको आज पुरानै यहाँ धोइसकेको छु मजाले। अब हाल्नुपर्छ। अब फेरि यसलाई हल्लायो। अनि सब्जी कम्ती बनाएको नि त मैले। अब दादाहरूले सब्जीहरू अलिक कम्ती खानुहुन्छ हो, कम्ती खानुहुन्छ नि त। बेलुका हामी दुध पनि खान्छु, कम्ती खानुहुन्छ नि त बेलुका हो सब्जी। कति दामी कलर राख्छ होइन सबै दामी जाँदै अन्त रोटी र लौकाको सब्जी त है। पाकिसकेर यस्तो भएको छ गाई चाहिँ गइदिन्छ। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल है। फेरि पनि ल है त आजको यो भिडियो तपाईँलाई के कसो लाग्यो अपडेट दिनुहोस् होला। आज मैले भिडियो कस्तो बनाएँ के बनाएँ है अपडेट दिनुहोस् होला। यो भिडियोलाई एकदम
साथ एन्ड सपोर्ट चाहिएको छ तपाईँहरूको एकदम मलाई माया चाहिएको छ। आई होप कि तपाईँहरूले मलाई हेरिदिनुहुन्छ, मेरो फ्यामिली छ है भनेर, मङ फ्यामिली छ भनेर एकदम प्राउड फिल लाग्छ हामीलाई। यति नै हुनेछ आजको भिडियो, फेरि पनि एउटा नयाँ ब्लग लिएर आउनेछु। आजको भिडियो यति नै रहनेछ है। अब नेक्स्ट भिडियो के हुन्छ आई डोन्ट नो। नेक्स्ट भिडियोमा पनि म एकदम इन्ट्रेस्टिङ खालके नयाँ ब्लग लिएर आउने एकदम प्रयास गर्दैछु। स्टे ट्युन्ड गाइज।